पानी अनि यो यस्तै बिमार भएर यहाँ चाहिँ कटिङमा लाग्नुपर्छ काफलहरू छन् तपाईँको गुनाको सुकुटी अब मसला बिन्नु भयो गाडीमा त मसला बिन्न गएँ ए मान्छेलाई गगरी खसीको मासु दाल हाम्रो रहेछ यो हाम्रो अब तरकारी रहेछ मलाई गुनाको मासु सुकुटी देखेर जस्तो लागेको थियो सकिसक्यो यहाँ रहेछ एक फ्राइबिन बनाएको खतम ल गाइस यस्तै हो अब रातिको 10 बजिसकेको छ रातिको 10 बजे यस्तो छ अत्तरिया धनगढी भएर मामा आएर समाज थिएन होला हाम्रै भाउजू सुकुटी बन्ने हो अब के को भाउजू यो घोडलको सुकुटी लगाए सम्झियो है माउन्टेन गेस्ट हाउसमा अब उनीहरूको कटिङ गर्ने सब बनिसकेको छ लगाए आज हल्का भिडभाड थियो क्या हाम्रो पनि त्यसैले अब हाम्रो हल्का भिडभाड थियो अब हो नि यस्तै त हो साथीहरू भिडभाड भएपछि अब हल्का रमाइलो यताउता भइहाल्छ नि माथि केटाहरू हल्ला हल्ला गरेर बसेका छन् माथि हल्ला हल्ला गरेर बसेका छन् सबजना छैन त्यति मान्छे अलिअलि फ्याटफुट लगभग बिल पनि धोबी खान आज ल बिल हेरौँ है साथीहरूको बिल कहाँको बिल ए कसले भने यो भोलि कटिङ हुने हो बिल कहाँ गयो ए गाइस 7,620 को बिल खाछन् अझै खाँदैछन् 12 बजीसम्म झल्लाउने 1 बजीसम्म सरहरूले ठिक छ केही छैन आफूलाई त भोक लाग्यो भनेर कपो काफल खायो बस्यो साथीहरू ल गाइस